रूपन्देहीको बुटवल नजिक शङ्करनगरमा रहेको वनवाटिका घुम्नको लागि एकदमै राम्रो स्थान रहेको छ। आज म तपाईँहरूलाई यो स्थान, यो वनवाटिकामा के कस्ता ठाउँहरू रहेको छ र कस्तो दृश्य रहेको छ भनेर देखाउन जाँदैछु। आउनुहोस् यो वनवाटिकाभित्रको दृश्यहरू सँगै अवलोकन गरौँ। म गेटबाट इन्ट्री गरेको छु र यहाँ तपाईँले टिकट काट्नुपर्ने हुन्छ र टिकटको मूल्य चाहिँ 50 रुपियाँ रहेको छ प्रति व्यक्तिको। र यो बाहिर यो गेटबाट भित्र छिरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ एकदमै राम्रो स्थान। मानिसहरूको यो भिड अथवा घुम्नको लागि आउने मानिसहरूको सङ्ख्या पनि देख्न सक्नुहुन्छ। र अहिले म दायाँतर्फ गेटबाट थोरै अगाडिबाट दायाँतर्फ लागेर यहाँ अति नै सुन्दर दृश्य तपाईँले हेर्न सक्नुहुन्छ। र यहाँ चाहिँ मूर्तिहरू पनि बन्ने क्रम चलिरहेको थियो र यो चाहिँ सानो यो पुल रहेको छ र यहाँ तलबाट चाहिँ यो ट्र्याक यहाँ चाहिँ लोकल्ली एउटा पर्यटकीय रेल पनि रहेको छ र मानिसहरू यहाँ टिकट काटेर यो रेलको अनुभूति गर्न सक्नुहुनेछ। र यहाँ चाहिँ बाल उद्यान रहेको छ र यतापट्टि यो दायाँतर्फ यो टिकट काट्नुपर्ने हुन्छ प्रति तपाईँको बाबु नानीहरूको प्रति होइन एउटा टिकटको मूल्य चाहिँ 50 रुपियाँ रहेको छ। र यहाँभित्र बाल उद्यानभित्र चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ साना साना नानी बाबुहरूको लागि खेल्नको लागि धेरै नै यो सुविधाहरू रहेको छ। यहाँ तपाईँको बाबु नानीहरू रमाउन सक्दछ। र यता बाहिरपट्टि देख्न सक्नुहुन्छ एकदमै सुन्दर दृश्य रहेको छ। र यो वनवाटिकामा अन्य पनि धेरै नै घुम्नको लागि धेरै नै राम्रो स्थानहरू रहेको छ। र तपाईँलाई म बिस्तारै यो भिडियोमा अगाडि देखाउँदै जानेछु। र यतापट्टि देख्न सक्नुहुन्छ यहाँ पनि बच्चाहरूको लागि यो खेल्नको लागि देख्न सक्नुहुन्छ यो स्थान। र यसको मूल्य चाहिँ 100 रुपियाँ टिकट रहेको थियो। र यतापट्टि यो चिडियाघर देख्न सक्नुहुन्छ, जू। र यतापट्टि पनि एकदमै राम्रो दृश्य रहेको छ। यहाँ तपाईँले विभिन्न जङ्गली जनावरहरू तपाईँले हेर्न सक्नुहुन्छ। र यहाँ चाहिँ चितुवा देख्न सक्नुहुन्छ। र यहाँ गिद्ध पनि तपाईँले हेर्न सक्नुहुन्छ, यो गिद्ध रहेको छ। र यहाँ तपाईँले जरायो पनि हेर्न सक्नुहुन्छ।
र यहाँ चाहिँ वन बिरालो रहेको छ र यहाँभित्र चाहिँ देखाउने प्रयास गरेको छु र अहिले यो कुनै स्थानमा यो लुकेर बसेको हुनसक्छ। यहाँ देखिएको छैन र यहाँ तपाईँले अस्ट्रिच पनि हेर्न सक्नुहुन्छ। अस्ट्रिच चाहिँ एकदमै ठुलो यो चरा रहेको छ र यसको अन्डा पनि एकदमै ठुलो हुने गर्दछ र यो अस्ट्रिच हेर्न सक्नुहुन्छ। र यहाँ चाहिँ इमु भनिरहेको छ र प्रत्येक यो जनावर अथवा यो चराहरूको स्थान रहेको ठाउँमा चाहिँ यो जनावर तथा चराहरूको जानकारी पनि सँगै दिइएको छ र यहाँ तपाईँले यो बाँदर पनि हेर्न सक्नुहुन्छ। बाँदर त प्राय गरेर नेपालका विभिन्न स्थानहरूमा देखिने गरिन्छ हैन, तर पनि यहाँ बच्चाहरू खुसी हुन् भन्ने उद्देश्यले हुनसक्छ यहाँ बाँदर राखिएको छ र सानो बच्चाहरू एकदमै खुसी देखिन्छन् यो बाँदरलाई देखेर। र यतापट्टि यो यहाँ तपाईँले अजिङ्गर पनि हेर्न सक्नुहुन्छ र यतापट्टि हामी यो चिडियाघरबाट बाहिर आइसकेका छौँ र यताबाट यो एकदमै राम्रो देखिन्छ यो स्थान र साथै यहाँ धेरै मानिसहरू पिकनिकको लागि पनि आउने गर्दछन् र पिकनिक स्टलमा थुप्रै नै पिकनिक स्टलहरू रहेको छ र उक्त स्टलहरूको रेट पनि म तपाईँलाई यो भिडियोमा देखाउनेछु। तपाईँ यदि पिकनिक आउन चाहनुहुन्छ भने वनवाटिकामा उक्त कन्ट्याक्ट नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ र एकदमै ठुलो क्षेत्रफल एरिया रहेको छ यहाँ घुम्नको लागि, किनभने यो बस्तीबाट नजिकै रहेको कारणले गर्दाखेरि बुटवल तथा आसपासका जिल्लाहरूबाट पनि मानिसहरू घुम्नको लागि विशेष गरी पिकनिकको लागि आउने गर्नुहुन्छ। र यहाँ तपाईँले यो रेल पनि हेर्न सक्नुहुन्छ। यो मानिसहरू रेलमा यो यात्रा गरेको यो एक राउन्ड यो वरिपरि नै यो स्थानमा मात्रै यो रेल चल्ने गर्दछ र यहाँ तपाईँ फोटोको लागि पनि यहाँ सुविधा रहेको छ। तपाईँले फोटो अथवा भिडियोहरू रिल्सको लागि लिन सक्नुहुन्छ र यहाँ पनि एकदमै राम्रो फोटो खिच्नको लागि राम्रो स्थान रहेको छ र यतापट्टि यो हेर्नुहोला एकदमै सुन्दर दृश्यहरू देखिन्छ यहाँ र यहाँ शहीद स्मृति पार्क रहेको छ। बिस्तारै अब साँझ पर्न थालेको कारणले गर्दाखेरि मानिसहरूको सङ्ख्या पनि बढ्दो रहेको छ। हेर्न सक्नुहुन्छ यो वरिपरिको दृश्यहरू, यो चाहिँ बाल उद्यान रहेको छ। यो लुम्बिनी व्यापार सङ्घले राखेको र यतापट्टि एकदमै यो फुलहरूको दृश्य एकदमै राम्रो देखिन्छ। यहाँ रेल हेर्न सक्नुहुन्छ, यो किसिमको रेल रहेको छ र यो फुलहरूको कारणले गर्दाखेरि यो स्थान एकदमै राम्रो देखिन्छ। यतापट्टि तपाईँले यो वाटर फाउन्टेन पनि हेर्न सक्नुहुन्छ। अगाडिपट्टि टावर रहेको छ
र यो चाहिँ यो पार्क पनि हेर्न सक्नुहुन्छ। विभिन्न किसिमका जनावरहरूको यो मूर्ति पनि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। Yatra Discovery. Let's go, let's explore.